र आज तेजपुरसम्मको एउटा सानो यात्रा लिएर आएको छु र हेर्दै जाउँ के हुँदो रहेछ। म चाहिँ जाँदैछु, अलिक ढिलो भयो। यतिखेर पुगेको भए काम अलिक छिटो हुन्थ्यो। त्यही पनि केही छैन, जाँदैछु। अब एक्लै छु, साथी एउटा हुँदा मजै आउँथ्यो बात मार्दै जान। त्यही पनि अब आफ्नो काम हो, जानु त पर्यो र हेर्दै गर्नु अगाडि। एक्लै छु भन्दा पनि के भन्नु होइन, प्रभु त हुनुहुन्छ। गणेशजी महाराज यहाँ बसिराख्नु भएको छ सँगैमा। अब बाँकी बिहारी त सँगै हुनुहुन्छ र एक्लै त छुइनँ, अब प्रभु हुनुहुन्छ। मेरा आपके कृपा से सब काम हो रहा। आरडी मोटर्स तेजपुर म पुगिसकेँ। आरडी मोटर्स हेर्न सक्नुहुन्छ र अहिले यहाँ रिसेप्सनमा पनि आएर बसेको छु। अनि अब पहिले त्यो एन्ट्री भनेर आएको अरे बिहान बिहानै। तर के गर्नु, यहाँ तपाईँको अघि नै दुनियाँभरको लाइन भएछ गाडीको, तर टाइम लाग्छ। अब यत्तिकै अब हल्लिएर टाइम पास गर्नु पर्यो। आज गाडी चाहिँ वासिङ नभई सर्भिसिङमा जाँदैन अरे, र वासिङ गर्ने मान्छेहरू आइपुगेको छैनन्। गाडीको लाइन चाहिँ हेर्नु भर्ती छ बिहान बिहानै। आरडी मोटर्सको फ्रीको कफी खाँदैछु। कफी पनि धेरै बेर खाइयो, एक बारको चाहिँ देखाएको। अब के गर्नु, कफी खानु पर्यो। र फाइनली गाडी चाहिँ धुलाईमा पुग्यो। लगभग यो 2 अढाई बजीतिर धुलाईमा आयो। अनि अहिले यहाँ चाहिँ तपाईँको पुसपास हुँदैछ र गाडीको काम बल्ल स्टार्ट भयो बेलुका 4:30 बजी। अहिले अँध्यारो भइसक्यो, 5-6 बजी गाडीलाई टाँगेको। सर्भिसिङ गर्दा गर्दै यो बेला भयो, बेलुकाको 6:12 भयो। अहिले बल्ल म निस्केको छु डिलरबाट र अहिले म मिसन चार्ली आइपुगेँ। मिसन चार्लीमा ट्राफिक र यस्तै छ। राधे राधे। र फाइनली म घर पुग्न आँटिसकेँ। निकै अँध्यारो भयो। भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। धन्यवाद।